पड़ोसी में। तो निकलते हैं, ये रहा अपना गांव, एकदम ग्रीन ग्रीन। और बादल देख सकते हो भाई, क्लाउड बहुत अच्छा नज़र आता है सुबह उठते ही। हमारी अपने लोग भी है, पर क्या करें, बड़े हो गए। मेरी पापा की बहन है ये, जो कि बहुत घमंडी हो चुकी है। क्या जानो बाबा धरान ए लगा म लिस्ट दिनु पर्यो भनेको थिएँ। आगे रोड पे अभी भी बनाया हुआ रोड है। ये बकरा ले जा रहे थे भर के। वो बारिश हो रही है क्या? ये तो मौसम इतना यार खतरनाक हो रहा था, देख सकते हो। मजा आ रहा है आदमी कैसे लिखना है। आओ सबसे बेस्ट जगह है सेफ्टी। सेफ्टी हो जाए आओ घूमो अपनी फैमिली के साथ दिन रात। जब रात में दिखाई में जाओ कोई नहीं है। ये अभी नहीं है, पानी यहाँ पे बाढ़ आ जाती है, बताइए ना। अभी आता पर रहता है, काम नहीं होता है, इधर अंदर नहीं आता है। गाड़ी कोई रुकिए यहाँ पे। तेरी कंप्लीट करता है ना, चाल करता भाई 2 बजे पहुंचना बड़ा कार्य है। तेरी बता जान पड़ने तर वाला तेरीले युज गर्ने युज लाग्ने नानीको अब के हो के बजे थाहा हुन्छ। तब आजको यो ब्लग मेरो यता यता नजिक नजिक हुन्छ। सत्र ठुलो भएको हिलो देख्नुहुन्छ यार, यो बाटो नबनाएर उता पुलभन्दा अगाडिसम्मको बाटो बनाएछ अनि यताको चाहिँ छैन यार। अलिक मटेरियलहरू केही त उब्रियो होला नि, यति बनाइदिएको भए हल्का रिपेयरिङ गरिदिएको भए पनि हुन्थ्यो क्या। यसको भिडियो हेर्नु भएको छैन होला भने होइन, हेर्नु होला एकचोटि। सब चेन झरी सब चेन झरी छ यहाँ। तर राति पनि मान्छेहरू हिँडिराखेको हुन्छ, किनकि मेन बाटो हो यो। यहाँदेखि मोरङ पुग्न सकिन्छ होइन, जहाँ पनि इन्डिया सिन्डिया धेरै टाढ पनि पुग्न सकिन्छ यहाँ बाटोदेखि, यो बाटोदेखि होइन। जहाँ मेरो गाउँ पर्छ पानबारी, त्यहाँदेखि। अनि तर यहाँ मैले देखेँ बत्तीहरूको केही डिजिटल केही छैन क्या राति हिँड्नको लागि। किनकि यहाँ आर्मी प्र्याक्टिस गर्नेहरू, हाम्रो युवाहरू यहाँ होइन वर्कआउटहरू गर्नुहुन्छ। मैले मेन भनेको नि यो कुरा हो कि हाम्रो यहाँ धरान छ पानबारीमा जङ्गल धेरै छ होइन। अब घोटाला त भइराखेको हुन्छ, हर ठाउँमा हुन्छ घोटाला।
त्यस्तो अब छ होला अब बुट सेलर, दाउराहरू बेच्ने, ब्ल्याकमा बेच्ने होइन, पैसा कमाउने। तर त्यही हावाहुरीले आएको ओ बाटो बन्दैछ, वाउ नाइस। तर म के कुरा गरेँ त्यो कम्प्लिट गर्छु होइन। यस्तो बाटोमा क्या अनि जङ्गलमा हाडेर एकदम मिलाएर अनि त्यो जति दाउराहरू छ त्यो सेल गरेर होइन, भित्र एक्सर्साइज गर्नेहरू इक्विपमेन्टहरू होइन हामी पर्ने क्या गाउँहरूको लागि। अनि के एनी गाउँमा त्यही हुन्छ त, त्यहीको पैसा त्यहीँ युज हुन्छ क्या सबैलाई, अनि युज पनि युजफुल हुन्छ। कसैको पर्मानेन्ट आफ्नो लागि हुँदैन क्या, सबैको लागि हुन्छ। त्यस्तो गर्नुपर्छ क्या एक्सर्साइजको लागि। मैले चाहिँ कुन ठाउँमा देखेँ क्या होइन, मैले तरुलमा देखेको थिएँ हौ। खोइ त्यो मैले भिडियो क्याप्चर गरेको छु होइन, छैन होला आई थिङ्क होइन। इन्डियातिर मैले देखेको थिएँ पार्कहरूमा हुन्थ्यो। अब बाटोतिर यस्तो हिँड्यो कुद्यो एक्सर्साइजहरू फोटोसुट यताउता गऱ्यो भने त होइन दुर्घटना हुनसक्छ। गाडीहरू आउँछ स्पिड ओभर स्पिड, त्यसैलाई मैले भनेको शहीद मार्ग महादेव चौक यहीँदेखि जानुपर्छ हामी। यो बाटो चाहिँ मलाई ओपर खतरा लाग्यो क्या, एकदम कपाल दोस्तों। देख लो यार, रोड बनाया यार, फर्क नहीं देखो, बस सब एलईडी लगा रखी है। एलईडी रात को रोड पर यहाँ पे लाइट्स होती होती, मतलब तो रौनक रहता है। फिर यहाँ पे साइड साइड में साइकिल की तस्वीर कर रहा है, राइट पूरा पनि लेफ्ट पुरै होइन साइकलहरू कुदाउनको लागि कुदाउनको लागि सबैले कुदाउँछ साइकल लाग्यो सबै ठाउँमा हुनुपर्ने। यो बाटो कति भन्नु त्यो भोलिता पुग्छ होइन, रन्जुका पुग्छ, बसन्तपुर पुग्छ, साथीभाडा मन्दिर पुग्छ, धरान राम्रो राम्रो धरान। तापक्रम बढ्यो, ज्वाला साला फुट्यो, त्यसको मुखबाट गाली, त्यसको गाला साला फुट्यो। ब्रान्ड लारा 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 जुट्यो, जस्तै मी भर्सेस मी, बन्द ताला साला खुल्यो। दिस इज सिम्पल एज ब्रो मूर्ख। यार वेदर की बात करो यार, बहुत खतरनाक वेदर हो रहा है, क्या बताऊं। गर्मी में यार इतनी ठंडा ठंडा कूल कूल मजा आ गया भाई, क्या ही बताऊं। ओह भैंसिया क्या ले गया ये नेपाल प्रहरी, ये नेपाल की गाड़ी है भाई, पर पुरानी गाड़ी है भाई, पुरानी गाड़ी है ये 4x4। बड़ा बुरा चल रहा है।
हो यो त आज अगाडि जानु पर्ने दिएको थिएन मैले कहाँ Rapple question you can put down. मिलता हूँ थोड़ी देर में।